75 फेरि यता हेर भन्नु त कति पुग्नु पऱ्यो 75 होइन होला 75 वर्ष पुग्यो म 8 साले हो गन्दा 8 र अहिले 22 जोड्ता कि आमा के अहिले त यस्तै छिन् जवानी कति होला नि भने कि मैले त्यो बेला त आँखै झम्कै गयो नाचेको भन्यो त्यो बेला पढ्नु पाएन त सानो साथी पाएन तर नि भएपछि सपुरी खाने काटेर बेला खाने फोरे लाउने माया गाले जोडेर भनेर नाच्यो मेरो गएफेन त्यो बुढा हो अनि त्यही त 15 वर्ष 6 महिनामा लिएर आएर त नि उठाएर यही हो कि अहिले देखाउँछु म फेरि बुढालाई गिर्खमाया आमा है उहाँ चाहिँ उमेर कटिसक्नु भएको रहेछ एकदम रमाइलो हुनुहुन्छ यो ठाउँमा आउँदा सबै यो ठाउँको बारेमा बुझाउने सबै कुराहरू गराउने नै उहाँले हो यति एक्टिभ हुनुहुन्छ स्टिल यो त्यो एजमा उहाँ अनि उहाँले भनेको अघिको बुवा चाहिँ उहाँ हो फेरि 15 वर्ष उमेर उहाँले लिएर आउनु भयो अरे गिर्खा आमालाई जोस् रमाइलो छ यो गाउँ रामकोट गाउँ अब यो धरमपानी के अरे घुमाउनेको पुल बन्दियो भने त यो गाउँको मुहारै परिवर्तन हुन्थ्यो अब धेरै सरकारहरू परिवर्तन भए धेरै उहरू भए अब त हाम्रो क्षेत्रले त अर्थमन्त्री पनि पाएको छ पक्कै पनि यो कार्यकालमा पक्कै पनि त्यो घुमाउनेको पुल बन्छ भन्ने अपेक्षा छ त्यो बन्दियो भने चाहिँ हामीले यो गाउँको यो होमस्टे यहाँको यो गुरुङ गाउँको चाहिँ कल्चर हामीले देखाउन पाउँथ्यौँ यहाँको अर्ग्यानिक खानेकुराहरू खुवाउन पाउँथ्यौँ यहाँको चाहिँ टिपिकल लाइफस्टाइल के छ देखाउन पाइन्थ्यो अलिअलि विदेशीहरू र नेपालीहरू चाहिँ आउने गरिरहनु भएको छ यो गाउँमा तपाईँको अब यहाँ हाम्रो वडा अध्यक्षज्यू यहीँ हुनुहुन्छ यो वडाको कुन घर हो अहिलेको बजेको ए बोजूको घर यो पुरानो घर हो यो नि हो अहिले यहीँ हो बस्ने ए ल यो गाउँ हो रमाइलो छ बाख्राले बोलायो हेर्नु त यहाँ माथि कुखुरालाई हेर्नुहोस् तरिका कति जान्नु भएको छ उहाँले यो गाउँ भयो घरहरू भयो पुराना घरहरू जगेडै गरिराख्नु भएको छ यो यहाँ एउटा ठुलो आँगन छ यो आँगनमा चाहिँ धेरै जस्ता ठुला ठुला कार्यक्रमहरू हुँदा चाहिँ यहाँनिर उहाँहरूले कार्यक्रम आयोजना गर्नुहुन्छ